मेरो मुटु निकालेर दिदैछु त तिमीलाई सम्झेर तिमीलाई हेरेर कता गयो भन्दै खोजिरहेको छु म तिमीलाई देखेको नि छैन गर्मीले पसिना निकालेर मान्छेलाई घात तारिदिसकेको छ एक बन्न लागि रहेछ कता कता जान्छ घडीको ब्रान्डको नाम कता कता जान्छ कता कता जान्छ त्यस्तो खालको ब्रान्ड लाउँछु म होइन घिनै लाग्छ नि त अलिकति कन्ट्याक्ट हान्दिन न यार कसम आम्मामा ओडा घाम लागिसक्यो यहाँ मान्छे हेलो एन्ड नमस्ते सबैजनालाई आई होप तपाईँहरू सबै सञ्चारमा हुनुहुन्छ होला म पनि एकदम फिट एन्ड फाइन छु सो गुडै छु अहिलेसम्म भन्नुपर्छ होइन अनि अहिले चाहिँ दिउँसोको 1 बन्न लागि रहेछ घडी फेरि हाम्रो ओरिजिनल खालको म जस्तो पाए त्यस्तो लाउँदिनँ म घडी चाहिँ जस्तो पाए त्यस्तो खालको त्यो ओरिजिनल हुन्छ एकदम आम्मामा यो कुन ब्रान्डको रोलेक्स हुन्छ अनि अर्को कुन ब्रान्डको हुन्छ मलाई त घडीको ब्रान्डको नामै भन्नै नि आउँदैन त हौ आम्मा कता कता जान्छ त घडीको ब्रान्डको नामै कता कता जान्छ त्यस्तो खालको ब्रान्ड लाउँछु म होइन अनि मेरो चाहिँ यो के भन्छ हौ यसलाई यो क्या यो थोप्रा अलिअलि गोरो हुँदै गएको नि त अब घाममा हिँडिहाल्छु म अनि घाममा जाने बित्तिकै फ्लाट कालो भइहाल्छ नि त्यो थोप्री हेर्दाखेरि नि त त्यो के भन्छ त्यो घिन आउने क्या घिनै लाग्छ नि त कालो त्यस्तो नि हुन्छ थोप्रा आम्मामा उडा लाग्दैन हुन्छ त्यहाँदेखि त थोप्रै हेर्दाखेरि आम्मामा कसम प्याच अनुहार कुचाइदिनु पर्ने खालको हुन्छ त थोप्रा नि त्यो होइन अरू त के होइन कि त्यो घाममा हिँडेर हुन्छ नि त धेरै घाममा हिँड्यो भने त थोप्रै कालो भइदिइहाल्छ नि के गर्नु त नि अनि आम्मामा के हो यार तपाईँहरूकोतिर नि यस्तै गर्मी छ कि क्या हो हाम्रो त उडा लागेको छ त यार गर्मी त आम्मामा घाम पनि 10वटा लागेको छ त माथिबाट के भन्छ त यो अनिस खत्री हो यसलाई भ्लग बनाउनु नदिउँ 10वटा जति घाम लाग्दिउँ अनि सबैजना मिलेर यसैको घर मात्र घाम पर्दिउँ भ्लगै बनाउनु नदिउँ त फ्ल्याट पारिदिउँ न यसलाई त्यो के भन्छ त्यो के भन्छ हौ त्यसलाई त्यो हुँदैन प्यान उयसमा यस्तो अगाडि यस्तो त्यसमा प्यान राख्थ्यो प्यान राख्यो नि त्यसमा अन्डा उतो गऱ्यो भने अन्डै पाक्ने खालको छ नि त्यस्तै घाम लागिदिरहेको छ क्या कसम अहिले म एकछिन बस्यो भने अहिले मलाई नै पकालेर अन्डा जस्तै पारिदिन्छ त्यस्तो त घाम नलाइदिनु यार आम्मामा के हो मुद्दा हालिदिनुपर्छ क्या त्यो छैन त भैँसी हुँदैन कालो खालको भैँसी त्यस्तै पार्न खोजिरहेको क्या हामीलाई पनि यार स्कुलमा कसैले पत्ता दिएन यार यस्तो यस्तो थोपडा त नपारिदिनु न कस्तो सपना छ यहाँ कुरा नगर्नु न यार त्यस्तो चाहिँ गर्नु भएन हेरेर घाम अलिकति सोचेर सम्झेर लाग्नुपर्छ होइन अब हाम्रोतिर मात्र लागेर नि हुँदैन अरू अन्त नि यसो लाग्नु यता हाम्रोतिर त अलिक नजिकै छ होइन यसो अलिक शीतल पारिदिनु न पहाड नजिकै छ यार हाम्रोतिर त उडा घाम लागिदिन्छ यार आम्मा त के भन्छ हौ त्यो ओभर घाम छ क्या अब यसमा चाहिँ पानी खाइरहनुपर्छ कि पानी पेल्नु है कसम पानी पेल्नु भएन भने 2 दिनमा फ्ल्याक बढ्छ मान्छे नै काम छ नि फ्ल्याक बढ्छ नि त पहिले भोल्टेज थिएन त्यति बेला त्यति साह्रो गर्मी हुँदैन अलिअलि भने भोल्टेज दिएको छ त्यही भएर अलिअलि ठिक जस्तो छ क्या पङ्खा खाल्टोमा पङ्खा बस्छु नि त त्यो भएर यस्तो घाममा त बाहिर हिँड्ने मान्छे त बाहिर काम गर्ने मान्छे त आम्मामा हालत त खराब हुन्छ होला यार घरमा बस्नेको त्यस्तो हुन्छ नि भाले देख्नु हुँदैछ मैले चाह्यो भने त्यो भालेलाई अहिले म एकैछिन अहिले बेलुकै फ्लाट हालिदिन्छु त्यो भालेलाई ओभर अघिदेखि त्यो ल्याङ गरिरहेछ क्या भालेले त्यही हो अब चाहिँ अनि म यसो तलतिर जान्छु बेलुका चाहिँ त्यतिखेर भेट्नुपर्छ है त तिमीलाई सम्झेर तिमीलाई हेरेर कता गयो भन्दै खोजिरहेको छु म तिमीलाई देखेको नि छैन गर्मीले पसिना निकालेर मान्छेलाई फ्ल्याट तारिदिसकेको छ
आम्मामा सानो खालको गीत है त कस्तो लाग्यो त कमेन्ट गरिदिनु है थोरै बब्बाल गीत गाइदिन्छु त म आम्मामा त भविष्य त म सिङ्गरै बन्छु क्या यार कस्तो स्वर पनि मेरो कस्तो खतरा छ यार त्यो कुरा नराम्रो स्वर आम्मामा उस्तो मान्छे त फ्लाट पारिहाल्छ नि त्यो कुरा नगर्नु त्यस्तो होइन अनि ला औडा घाम लागिसक्यो यार कसम बस्दा 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 यहाँ औडा भइसक्यो यार मलाई यार के भएको यसो अलिकति उयो गरिदिनु त घामलाई सम्झाइदिनु ल कल गरेर हेलो घाम अलिकति कम लाग्यो अनिस दादाको के भन्छ त आरुष दादाको भ्लग हेर्नुपर्ने हामी अलिकति घाम लाग्यो आरुष दादाले भ्लग बनाएर दिनु अनि हामी भ्लग हेर्छौँ भनेर यसो घामसँग अलिकति कन्ट्याक्ट हानिदिनु न यार कसम आम्मामा औडा घाम लागिसक्यो यहाँ मान्छे पाकेर यहाँ खाँदै हुने बेला भइसक्यो त्यो घामै त्यस्तो लाग्दिरहेको छ तपाईँ के गर्नु हौ यहाँ त झन् अलिअलि भनेपछि त उस्तै के भन्छ त एकछिन उता बाहिरतिर गयो भने प्लान्ट पारिदिइहाल्छ क्या एकैछिनमा आम्मा जहाज झन् त्यस्तै छ अन्न झन् त्यस्तै भइसकेको रहेछ ओडा लाग्छ म चाहिँ यहाँ यसो के भन्छ हौ त मुखसुख धोएर यस्तो फ्रेस फ्रेस भएर बसिरहेको थिएँ कि एक्कास आम चुहाङ आइज आइज म घाँस साथ आइज आइज ए छोड्नु त आइज 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 चाहिँ म घाँस यहाँ हालिदिन्छु होइन यहाँ खाँदै बस्छु यिनीहरू अनि मलाई चाहिँ होइन यत्तिकै फ्रेस फ्रेस भएर म मजाले बसिरहेको थिएँ कि आँप खान मन लाग्यो कि अब यस्तो छ भने आमासँग के भन्छ आमा आँप खान दिन्नौ भनेर मागेर लिएर खानु पर्ला जस्तो आँप पनि सकिन लागिसक्यो यार अस्ति लिची त्यत्रो थियो लिची सब फ्लाक फ्लुक पार्दैछ केटाहरूले यस्तै पार भने आँप पनि सकिन्थ्यो अनि यो फर्सी चाहिँ अस्ति यहाँ अड्केको थियो कि कहाँ अड्केको थियो नि त उता लुङ्गिसक्यो ल राम्रोसँग बस् म आँप लिएर आऊ सामसाम आएर आमा कता हिँड्छु आँप हेर्नु पऱ्यो दिउँसो चाहिँ अहिले यस्तो भइरहेको छ होइन के भइरहेछ भन्नु अब मकैको हालत अस्तिसम्म ठिक थियो मकै काम नि अब यहाँ उयो कस्तो खतरा देख्यो मर्छु क्या लडेर एउटा लागिसक्यो त मलाई यार यस्तै घरमा चोर थाहा छैन नि त्यो छोडेर गएर चोर आयो भने फेरि सखा पारिदिन्छ यार हेरेर एउटा दुइटा जति लिएर आउँछु लगेर मस्त खुर्सानीसँग पिसेर खानुपर्ने हुन्छ आँप बबाल के भन्छ त क्रन्ची अमिलो पिरो चस्सा टक्क नुनसुन लगाएर आउँदाको डेट चाहिँ भन्नुभयो ठिकै त जाँदा आउँदाको डेट चाहिँ त्यही त थाहा छैन जिब्रो टोकिरहेको छ के हो म चाहिँ अब यहाँ भाग्छ आँप के भन्नुहुन्छ ल बाई राइट होइन अब त्यहीँ छ कि त्यही पनि आफै हो ठुलो चलाउनु पर्ला कराउनु भन्ने डर भइसक्यो मलाई त पहिला यहाँ बसेर खायो नि त यो चाहिँ चक्कर यहाँ चाहिँ शीतल हुन्छ यो चाहिँ अलिक शीतल हुन्छ अरू ठाउँभन्दा त्यही हो अब आँप माग्नु पर्नुहुन्छ है गाई अनि के गर्नुहुन्छ चट्ट पारामा ल राखिदिन्छ सुँगुरलाई यस्तो दिस्काउन मजा आउँछ क्या यहाँ आयो यो रुखमा चाहिँ होइन के भन्छ त्यो सर्पाएर छ अरे सर्वै देखाएको छैन अब कत्रो सर्व यात्रो छ अरे यत्रो कति मोटो न मोटोसँग भन्दै सर्वै देखिँदैन के भन्नु अब सर्प चाहिँ होइन कि त्यो के भन्छ बारुलाको गुड चाहिँ देखिरहेछु भन्नु कुरो कहाँ देखेको छु भन्दाखेरि
त्यो ब्याटलाको गुड होइन। सर्वे देखिँदैन ऊ चराएर आएर कराएको एउटा गुड चाहिँ एउटा गुड। सरी बर्ड्सहरू मैले चाहिँ तिमीहरूको रक्षा गर्न सकिनँ होइन, किनभने अब सर्वे देखिँदैन कहाँ छ सर्वे थाहा छैन। त्यहाँ छ यो छ गुड छ त्यहाँ छ जस्तो लागिरहेछ कि मौसम आमाम कस्तो खतरा हो हेर्नु न। मौसम चाहिँ एउटा छ क्या, किनभने आज चाहिँ यसो भ्लग स्टार्ट गरेको होइन, यसको भ्लग बनाउन दिउँ न त आजको दिन भनेर चाहिँ मौसम भएको जस्तो लाग्यो मलाई। खतरा भएछ मौसम त, मौसम चाहिँ बबाल छ। त्यो मौसम अनुसार त्यहाँ सर्व देखेको पनि सर्वै देखेन यार, कता भागो म आधी घन्टा जस्तो भइसक्यो क्या, म यहाँ बसेर हेरेको चाहिँ सर्वै देखेको छैन। खोयाली न त्यत्रो खोयाली हानेको अनि यहाँ चाहिँ झुलसुल लाएर सुतेको होइन। यस्तो नगर्छौ न यार सर्पहरू यार, यस्तो नगर्छौ न यार सर्पहरू यार, तिमीहरू हेर्दैछौ भने यस्तो नगर्दौ त यार। सर्पहरूलाई म के भन्छ यो दिइरहेको छु क्या, ज्ञान दिइरहेको छु। सर्पहरू तपाईँहरूले हेर्दै हुनुहुन्छ भने प्लिज यस्तो नगरिदिनु होला, बिचरा चराहरूलाई लास्टिङ नराम्रो लाग्न सक्छ। यस्तो नगरिदिनु होला, किनभने उनीहरूले नि त बाँच्न पाउनुपर्छ नि त, हो त्यही हो। सो गाइस दुईवटा आम पाइसक्यो होइन, आँप त्यो के भन्छ हो प्लिज त्यो सर्पहरूलाई चाहिँ म त्यो वार्निङ दिँदैछु, त्यस्तो नगरिदिनु है। त्यो थैट चराहरूको बच्चा ल्याएर कस्तो गरेर गरेको हुन्छ होइन, त्यस्तो चाहिँ नगरिदिनु प्लिज। म तपाईँलाई के हात जोडौँ भने फेरि हात जोड्न अलिकति हुँदैन कि, त्यस्तो चाहिँ नगरिदिनु होला भन्न चाहन्छु। अनि आजको भिडियो चाहिँ म यतैतिर एन्ड गर्छु होला। अब अहिलेसम्म आउनु हुँदैन म मेरो निस्किन पाउनु भएको धेरै बजी हो, यसो घुमघाम चल्दियो होला मजाले। म चाहिँ भिडियो एन्ड गरिदिन्छु अनि के भन्छ त्यो एक्सपोर्ट गरेर फोन चार्जमा लगाइदिन्छु अनि अहिले बेलुका 6 बजी भिडियो आइहाल्छ। सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। अनि म चाहिँ अब के गर्नु हो यसलाई फाल्ने कुरा आउँदैन, काटेर खान्छु। सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न भन्छ नबिर्सिनु होला। नेक्स्ट भिडियोको लागि वेट गर्नु होला। सो अर्को भिडियो पनि म भोलि लिएर आउनेछु, अलिक खत्रै गरेर लिएर आउनेछु। सो त्यति बेलासम्मको लागि वेट गर्नु होला। फोनले सबैले सबैले कामना गर्नुहोस्। अनिस खत्री के भन्छ आरुष खत्री दादाको चाहिँ फोन राम्ररी चलोस् भनेर कामना गर्नुहोस्। म भिडियो डेली लिएर आउनेछु। सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। यति बेलासम्म कसले हेरिदिनु भएको छ सबैलाई मनदेखि माया छ। मेरो मुटु निकालेर दिँदैछु तपाईँहरूलाई, लिनुहोस् खानुहोस्। सो त्यही हो। अनि सबैलाई मनदेखि नै माया छ अनि रेस्पेक्ट छ। एकले अर्कालाई सपोर्ट गर्दै गर्दै अगाडि बढ्नुपर्छ। सो अहिलेको लागि चाहिँ म बिदा लिन चाहन्छु। हस् त, जय नेपाल।